दर्शन हालेर त्यो मनाइ मान्नु पर्यो र अब कान चल्ला हालेर हामीले फेरि मानौँला भने आएको ल्याऊ भने अब ल्याऊ त्यो हुँदैन भने उहिले भने अघि नै मर्या मृत्यु छुनुपर्छ खुर्कानी मेला छुनुपर्छ पिल्ली मात्रै हाल्नुपर्छ गर्नुपर्छ मैले चाहिँ बिग्रेला कागै बिग्रेला यसो होला उसो होला म पुलिस हुँ त्यो जग्गाको प्रशासनको मान्छे म उहाँको मान्छे यहाँ म थानाभित्र पछि पूजा गरी गएँ भनेपछि धेरै कुरा गरी हुँदैन क्या गएँ भनेपछि मैले के काम पड्ला यसो पड्ला उसो पड्ला म पुलिस हुँ अनि म अहिले त्यो गर्दिनँ म टुङ्ग्याइकन एउटै आउँछु कान च्यात्ताउँ र अहिले पैसु आउँछु भनेपछि अहिले त्यही तरिकाले हामी थपाला हवे बसेर के गर्नु पर्यो त भने खाला त पनि खाला खोइ मरिजाला पनि मरिजाला अब गर्ने क्या राम्रो काम गर्दै गयो राम्रै हुँदै जान्छ क्या अब के गर्नु भने सबैजना बस्नु राम्रो काम गर्दै जाने भने राम्रो काम गर्दै फेरि राम्रै तरिकाले अब उहाँले भन्नुभयो केही अहिलेसम्म ढिलो भएको त्यो हुन आज पनि त्यही अर्स्याउनु मात्रै आश त गऱ्यौँ त अर्स्यायौँ आज केही राम्रो आज खुच्चो गऱ्यौँ अब के गरौँ त भने त्यहीले नमानेपछि त्यही नगरेपछि अनि त्यो अर्सो गरेर बोकिदिने मान्छे अहिले अलग कहाँ होइन कोही है त होइन कोही होइन अनि त्यो भन्छ म त यत्रोसम्म जागिर खाएको आज पनि पेन्सन खाने आज म ठाउँमा गएँ मैले घरबास गरी बसिया आउँ भनेपछि म अर्का आउनु अर्को गराएँ भन्ने हो भने मैले पाप बोक्नु म त्यो भन्दिनँ भनेपछि कुरा उहिले खाएको सिद्धिहाल्यो हामीले पनि गर्ने त्यो गरिहाल्यौँ के गर्ने हो रोगाउनु पऱ्यो ल ऐठिमीले उतामुखी अर्को कुरा गऱ्यो भनेपछि फाल्टो होला जाला फाल्टो त हुन्छ नि त नि फाल्टो हुने पनि जाने अरू कुरा के हो मैले पनि रोकेँ ठोकाइदिन म अब यति बेलासम्म रोकिन्छु भनेपछि असै हुन पाएँ औषै होला जो होला त्यहीँ उता म ढुकाउँछु कोही होला त पूजा गर्ला होइन त थान त्यहीँ लाए नन्दिया सार्दा पर्छ सार्दा सार्नुपर्छ नन्दिया सार कालिन्छ मैले अङ्कलले पनि भनिसक्यो मैले पनि भने नि मैले भनेर कसैले कालिन्छ भनेपछि उसको मैले पेन्सन आएर मैले बालबच्चा सक्दिनँ मैले अर्कोलाई दिएँ भने त्यहाँ बालबच्चा कसरी पाल्ला आऊ जोड्नुहोस् है जानुहोस् उ गर्ने हामी 2-3 जना अब नाइपट्टि गयो नाइपट्टि बोलाउनु पर्ने पूजातिर जाने चैते दर्शनसम्म जाने म लागेन भने जाने त्यो देउताले जाने मेरो पूर्व जिगललाई पनि त्यो हाल्ने ल तपाईको अगाडि हाल्छ त भन्नु हाम्रो कुल देवता चाहिँ भैरव ढोका नखोले देउता के होला ढोका नखोली भारी जाऊ त पनि तोर नि आउ खोल्ने दुईटा खोल्न लागलाय सुत्केर लाग्छ कहाँ के सुन्नुपर्छ यति बेला जाउँला भनेर यति बेला जाउँला भनेर भित्र हाल्छ अब त पोखाउनु पर्यो अहिलेसम्म उता दैन त्यति पाडी जाउँ न कालिका न पहिले अहिलेसम्म दबाई भएको कालिका खाउने भदौबाट जिल्ला अहिलेसम्म दबाई भएको हामी सबै किनभनेपछि यसलाई जसरी पनि हाम्रो यो चाहिँ मान्ला जसरी हामी भनेको तपाईँले ल्याएर राखेको हो है अहिले लापरवाही हामीबाट भन्दा तपाईँ रहनु भएको छ हामीबाट पनि भएको छ त्यो त भने बिग्रियो मात्र भुटाइले मात्रै गरेर बिग्रियो छैन ढिलो भयो देखिसकेपछि हामी मान्न तयार छौँ भोलि मात्र भएको त्यो कुरामा म सहमत बिग्रियो भयो सबै होला हामीले गल्ती भए पनि होइन काका राख्नु पर्यो
जरिमाना त उही बेला राख्नु अहिले ढिलो मात्रै गरे क्या अहिले जितिहाल्नु मैले के ढिलो गरेको त भनेर उनीहरू पुलिस लाग्ने बेला 2000 रुपियाँ राखेर हो त्यही त थानै राख्नुहोस् त्यो किन भनेपछि अब निकाल्नु हजुर त्यो विषय निकाल्नु निकाल्नु अब ठुलो बडो भयो नि यहाँबाट भाग्ने भाग्या पनि छैन किन भनेपछि कहाँ के गरिन् तिमी देउता अब त यहाँ आउनु पर्यो भने अलिकति हाउने भएर ढिला 2-4 महिना त हो ढिलै गर्न जानिन्न अब किन भनेपछि उता ढिलो भयो भनेपछि ढिलो त यिनले पनि गरिहाल्छ के यिनीको सोचेको चाहिँ छिटो पुर्याएर छिटो आउनु छिटो आउनु अनि यताउता गए बाहिर गए आउनु केही राम्रो गरेको राम्रो हो सामेल छन् फेरि आएपछि सामेल ल्याउने हुन्छन् जसरी थाना आउने गरिदेऊ हाम्रो डाक्टर साहब नमस्कार नमस्ते बाबु अनि मेरो पनि आवाज हुने फाल्टो बोल्दिनँ हाम्रो कुलदेवता भैरव मन्दिरको पूजा भैरवको प्रसादी चाहिँ यसरी बन्दैछ त्यसैमा चाहिँ यसरी हामी चाहिँ यसको त्यसैमा पाक्छ अहिले म त हजुरलाई त्यसरी यही जेलमा चाहिँ अहिले पाक्छ रोटीहरू 3 टका भरमा हेर्छ 3 टका भरमा हेर्छ तर यो जोखा बनाइ छ है मित्र जोखाले आन्दोलन उठाइ पनि सकेको छ 3 टका भरमा ठकुरी र दलित दलले गर्ने दुमेले गर्ने ठौलले गर्ने जोगीले गर्ने अहिले के छ डाँडाबाट के छ कारीले हामीले खोल्नु छ त्यति नआएर खेल्न पर्ने हुन्छ हम 40 से 45 वर्ष में शादी करते हैं अभी मैं तो 60 से अभी काम
हात